35 वर्ष के गर्नुभयो 35 वर्ष के गर्नुभयो भन्ने कुराहरू उठिराख्छन्। अब म यो सरकारलाई के भन्छु भने 35 वर्ष उहाँहरूले के गर्नुभयो भनेर नसोध्नुस्। अब 35 वर्ष उहाँहरूले नगरेको कामहरू तपाईहरू अब गर्नुस्। ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाउ बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले जरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो पनि लाग्छ। यो सरकारले एउटै कुरा भनिराखेको छ, विदेशमा भएका नेपाली युवाहरूलाई नेपालमै ल्याउने। तर हालसालै सरकारले गरेको निर्णय जसमा चाहिँ राइड शेयरिङ सेवामा 7% करको भार बढाइदियो। देशमै बसेर श्रम र उद्यम गर्न चाहने युवामध्ये राइड शेयरिङ सेवामा 7% करको भार चाहिँ यथावत राखेर यो प्रश्न यो हटाइदिउँ न। अनि पो नेपाली युवाहरू यहीँ बस्छन् त, जो विदेश नगरे यहीँ दुखा गरिराखेको छन्, उहाँहरूलाई हामीले करको भारमा पठायौँ भने चाहिँ के हुन्छ, को बस्छ नेपालमा। त्यसैले गर्दा यी विषयहरूमा पनि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र अन्त्यमा धेरैचोटि हामीले सुनिराखेको छौँ 35 वर्ष के गर्नुभयो 35 वर्ष के गर्नुभयो भन्ने कुराहरू उठिराख्छन्। अब म यो सरकारलाई के भन्छु भने 35 वर्ष उहाँहरूले के गर्नुभयो भनेर प्रश्न नसोध्नुस्। अब 35 वर्ष उहाँहरूले नगरेको कामहरू तपाईहरू अब गर्नुस्। त्यो चाहिँ लेट्स लिड बाई एक्जाम्पल है। किनभने त्यो 35 वर्षको भागीदार हामी सबैले हुनुपर्छ भन्ने छैन। त्यो 35 वर्ष राजनीतिमै नभएका व्यक्तिहरू पनि यहाँ हुनुहुन्छ। त्यसले गर्दाखेरि यो 35 वर्षको चाहिँ भाष्य अब समाप्त गरेर उहाँहरूले नगरेका कामहरूलाई, किनभने 35 वर्षको त्यो आक्रोशले आज सत्ता पक्षलाई यो शक्ति दिएको छ भने त्यो 35 वर्षको अपेक्षा पनि तपाईहरूको काँधमा आएको छ। त्यसले त्यो अनुकूल यहाँहरूलाई काम गर्न मैले निवेदन गरेँ। सरकारलाई अन्तिममा म एउटा कुरा राख्न चाहन्छु, राजदूतहरूको नियुक्ति हुँदैछ। एकदमै मान्छेहरूले विश्वास गर्नु भएको छ। यसपटक धेरै विज्ञहरूले एप्लाई गर्नुभएको छ। जम्मा 16 नियुक्तिको लागि 2700 जना विज्ञहरूले एप्लाई गर्नुभयो। अब तर यसको ट्रान्सपेरेन्सी कहाँ छ सभामुख महोदय? सरकारले यही साता चाहिँ परिणाम निकाल्दैछ, तर उहाँहरूको कार्यविधि के हो, मूल्याङ्कन सक्ने। हजुर यो अन्तिम थियो। मैले यही निवेदन गरेँ, यो ट्रान्सपेरेन्सी चाहिँ हामीले पाउनुपर्छ। को सर्टलिस्ट हुनुभयो, को पढ्नुभयो, यस्ता विषयहरू चाहिँ सरकारले खुलस्त पारेर एउटा एक्जाम्पल चाहिँ सेट गरोस् भन्ने जस्तो लाग्छ ट्रान्सपेरेन्सीको। र सत्ता पक्षलाई म निवेदन गर्न चाहन्छु, हामीलाई यहाँ बसेर सरकारको विरोधको समय यो गर्नुलाई हामीलाई चाहिँ रहर छैन। यो हाम्रो बाध्यता हो। सरकार पक्षका सबै माननीयहरूले प्रधानमन्त्रीज्यूका डेलिगेसन गएर एकचोटि प्रधानमन्त्रीज्यूलाई निवेदन गर्नुस्। तपाईले बोल्नुभयो, त्रुटि भयो, नेताको एकदमै शक्ति भनेकै गल्ती स्वीकार गरेर उदारता देखाउने हो। त्यसमा उहाँले क्षमा माग्नु परेन, त्रुटि सुचाइदिनुस्। नेपालले भारतको सीमा मिचेको छैन भनेको दिन हाम्रो यो विरोध अन्त्य हुन्छ।